एन्ट्री धाँसु एन्ट्री भन्दै थियो हो रहेछ। यतिको एन्ट्री राम्रै हो। दाँतहरू पनि रहेछ। अन्त हामी चाहिँ अब टनलमा पस्यौँ होइन। टनल रहेछ यो चाहिँ तपाईँको जुम उकालोमा पर्यो। भन्दाखेरि चाहिँ तिमीले चाहिँ राम्रो भिडियो गर्यौ न के हो साला मैले पो राम्रो भिडियो गरेर आएर लोकेसन एकदम कडा हो। वाउ हेर यहाँ अम्म हे प्रभु अम्म ठिक छ यो पनि एउटा एडभेन्चर। यहाँ चाहिँ तर अलिक उयो हुनुपर्ने है भीम तर्साउनेहरू। कुकुरले भेट्छ यो दामी बुलबुलैया पनि रहेछ। बुलबुलैया चाहिँ यो चाहिँ अब पुरा घाँस पलाएछ नि। भिडियो म चाहिँ भिडियो गर्दा गर्दा झरिजान्छ होला हौ साला। बुलबुलैया त दामी रहेछ। तर यो अब यो चाहिँ अलिक मेन्टेनेन्स रहेछ। मेन्टेनेन्स चाहिँ मलाई पनि आँट आएन है। यति त हो नि अब ओभर पर्यो। निकै टाढो रहेछ मान्छे। राइट म त उपरबाट निस्किन्छु। यहीँ भित्र पसेर चाहिँ भिडियो गरौँ भनेको। यसले उँधैबाट ल्याएको भए पनि हुन्थ्यो त। हराइँदैन होला नि हामी भित्र। हामी यो भीम मलाई खोज न हौ खोइ म हरायो। यो आइपुगेछ फेरि खै हाम्रो भाइ। ओ गाइड दाजु गाइड दाजु कता होला ओ गाइड दाजु कहाँ जाउँ छैन त यहाँ त। त्यो त बाहिर निस्किन्छ होइन हो कहाँ हौ ए हो रहेछ। कहाँ हरायो त। ए लुका छुपी खेल्नु मजा आउने रहेछ यहाँ। त्यस्तै त बनाएको हो। खोइ कहाँ निस्किसकिस्। यताबाट बाहिर निस्किने पनि छ। हौ छैन यहाँ हेरेको के रहेछ बाहिर निस्किने जग्गा छ कि छैन भनेर हौ। एक्जिट हुनुपर्ने हो नि है अनि मजा आउँछ त। मजा आउँदैछ होइन। फर्स्ट तर मलाई फर्स्ट लोकेसन आई लाइक इट। हाम्रो फर्स्ट गन्तव्य वाउ ल वी आर ब्याक टु पभिलियन। ए यताबाट एन्ट्री गरेर यताबाट एक्जिट हो।
कहाँ गएको हौ एउटा हौ रड्डी भएछ नि हौ है धुमेर चाहिँ पारा बिग्रेछ नि अलिक चाहिँ कस्तो छ हालत एउटा कुच पाउनु लागि कुच हामीले घुमाउनु पर्छ भनेको कि यही हो अब हामी यस्तो दामी भ्यू यस्तो राम्रो ठाउँमा आयौँ होइन तर यो हेर्नु लागि चाहिँ हामी रुममा टाउको सिरानीमा राखेर हामी सुबिस्ताले बसेर हुँदैन यस्तो मिहिनेत गर्नुपर्छ अब मिहिनेत हेर्दै जानुहोस् हामी कस्तो दामी दामी जग्गामा हामी तपाईँलाई घुमाउनेछ यहाँबाट दामी फोटो हुँदो रहेछ चित्तमा पानी चाहिँ परेर पिन्चोक होला जस्तो छ पानी चाहिँ परेर होला जस्तो छ खै कहाँदेखि आउँदा यताको चाहिँ जिरो नलेजमा चल्दैछ सोमबारे भयो होइन यताबाट फुलमा आउँदो रहेछ है अब होमस्टेहरू आउनु थालेछ पानी पर्यो पसिना झऱ्यो तैको रुमाल फौजुलाई मन पर्यो पसिना झऱ्यो तैको रुमाल ट्रेकिङमा छौँ है ल है सुरु भयो यहाँदेखि उता अब हिँड्नु पर्यो गोर्खे वी आर अन टु गोर्खेमा जानु पर्यो फुल्दै रहेछ हौ रहेछ नि अलिअलि बाटोमा त नेटवर्क सेटवर्क छैन ओह्रो छ नि ओह्रालो के हो कालै जस्तो छ यतिको चाहिँ मजा आउँछ है तर है ट्र्याक पनि हो होइन मान्छेले आलु रोपाइ यतिको मेहनत चाहिँ हुनु पर्यो नि त अन्त हेर्नु त आम्मा यहाँको छोरी चेली बिहा गर्नुपर्ने छ हेर
उतल र न आम्मा अब यो जग्गातिर आलु फलाउने भने चाहिँ खत्रै हो अब हाम्रो बाजो भएको खेतहरू चाहिँ के चाहिँ गर्छ होला नि बाजो भएको खेत हेरेर चाहिँ यो देख्दाखेरि चाहिँ मान्छेले परिश्रम गरेर दुःख गऱ्यो भने चाहिँ के गर्नु सक्दैन भिरमा आलु रोपाइछ नि त अनि हेक्टरको हो घाम पनि लाग्यो दामी भयो नि हौ हाम्रो लागि चाहिँ शीतल शीतल दामी शीतल यो चाहिँ हामीलाई चेली एउटा चाहिँ दिने बेला हो त्यही त है एकखेप भन्दैमा है र हामी चाहिँ यस्तो चढ्नु पर्दैछ अब दामी रहेछ यहाँ अर्को केही कार्यक्रम छ भने चाहिँ जाँदा भयो होइन अर्ग्यानिक सिँढी ल एलिभेटर भइहाल्छ सबै